हेलो साथीहरू, आज चाहिँ म यो सोयाबिनको छोइला बनाएर तपाईहरुलाई देखाउँदैछु। सोयाबिन मिन्स न्युटेला है, त्यसको म छोइला बनाएर देखाउँदैछु। ल हेर्नु होला मैले सोयाबिनलाई पखालेर पानीमा भिजाइसकेको छु हैन। अब यसलाई 10-15 मिनेट भिजाउन राख्छु। यो फुलिन्छ अनि यसलाई काट्छु 2 फाउरेट बनाएर चाहिँ। अनि त्यहाँदेखि अरु प्रोसेस म तपाईहरुलाई देखाउँदैछु। हेर्नु साथीहरू, मैले चाहिँ यो सोयाबिनलाई मजाले धोएर निचरेर अनि जो ठुल्ठुलो पिसहरुलाई काटेर यस्तो बनाइसकेको छु हैन। अनि यहाँनिर चाहिँ मैले लिएको छु खोर्सानी, प्याजको पत्ता, प्याज, धनिया अनि लसुन र अदुवा यसरी काटेको छु। अनि यहाँनिर छ रङ खोर्सानी, नुन स्वादअनुसार, यो चाहिँ अनि जिरा मसला भुटेर पिसेको, यो चाहिँ धनियाहरू के कासमिस मसलाहरू छ, धनिया ल्वाङहरू यस्तोहरू। अनि यो अजिना लिए भने म यसरी लगाएर अहिले तपाईहरुलाई देखाउँछु ल फुल रेसिपी। अब मैले यहाँ तावा बसिसकेको छु। यहाँनिर चाहिँ म सोयाबिन न्युटेलालाई फ्राई गर्छु है। हेर्नु होला, मैले यहाँ तेल हालेर रेडी गरेँ हैन। यो तेल मजाले तातेपछि न्युटेला लाउने अनि त्यसलाई यसलाई मजाले फ्राई गर्नुपर्छ ल। यसमा मैले अलिकति नुन लगाएर यसरी फ्राई गर्दैछु। नुन लगाइन भने चाहिँ भित्र जाँदैन क्या, न्युटेलाको भित्र बसेको हुँदैन माथिबाट लाउँदाखेरि। अनि त्यसले गर्दा मैले फ्राई गरिराखेको छु। हेर्नु होला, कतिजनाले मासु खानुहुन्न रहे भए पनि यस्तो अब क्या यो न्युटेलाहरू खानुहुन्छ नि त, मजाले बनाएर छोइला बनाएर खानुभयो भने चाहिँ एकदम राम्रो हुन्छ हैन। हामीलाई पनि मनपर्छ, मासु खानेलाई पनि मनपर्छ। मेरो चाहिँ न्युटेला फेभरेट हो ल। मैले यतिको बनाएँ, अब निकाल्छु हैन। तपाईहरु धेरै बनाउँदै हुनुहुन्छ भने चाहिँ धेरै तेल लाउने, अलरेडी त्यो भिजाएर काटेको न्युटेलामा चाहिँ नुन मोलेर छ्वाट्टै लगाएर मजाले फ्राई गर्ने र अनि चाल्नीले निकालेर राख्न सक्नुहुन्छ। मैले थोरै बनाएको गरेर तावामा अघि देखिहाल्नुभयो कति तेल लगायो भनेर। अनि तर हामीसँग पेसेन्ट हुनुपर्छ, एकछिन ढिलो लाग्छ, समय लाग्छ र भए पनि राम्रो हुन्छ। मैले अब निकाल्न आँटेको ल। अब फेरि तावा बसाएर यतिको तेल हालेँ। अब चाहिँ म लसुन अदुवालाई मैले खर्याइरहेको छु। लसुन अदुवाले चाहिँ टेस्ट दामी दिन्छ के यसरी खर्याएर हाल्नुभयो भने। तपाईहरु कतिजना लसुन खानुहुन्न भने अदुवा मात्रै लाउनु भयो भने पनि हुन्छ हैन, नलाउँदा पनि हुन्छ। तर मलाई चाहिँ मनपर्छ, त्यसले गर्दा मैले लाएको। हेर्नु होला, एकदम अब म निकाल्छु। मजाले रातो भइसकेपछि निकालेर अहिले न्युटेलामा एड गर्छु। मैले यहाँनिर लसुन र न्युटेलालाई खरिया राखिसकेँ। अब म यी सबै कुरा यहाँ लाउँछु ल। प्याज पनि मैले लामो लामो काटेको छु किनभने मलाई त्यस्तो मनपर्छ। अब यो लगाएँ अनि त्यहाँदेखि यो मसलाहरू अघि राखेको सबै लाइन्छु। अब एउटा लास्ट मुख्य काम भनेको